जय मसीह। आज मिति 4 दिसम्बर 2025 बिहिबारको दिन। आजको प्रतिज्ञा वचन, परमेश्वरको डर मान र उहाँलाई महिमा देऊ। प्रकाश 13 अध्यायको 7 पद। परमेश्वरको डर मान्नु भनेको डराउनु होइन, बरु उहाँलाई सबैभन्दा माथि मान्नु हो। उहाँको शक्ति, योजना र प्रेमलाई सम्मान गर्नु हो। जब जीवनका चुनौती, दबाव वा प्रलोभनले हामीलाई सही निर्णय गर्न कठिन बनाउँछ, यही वचनले हाम्रो बाटो उज्यालो पार्छ। यदि हामीले आफ्नै इच्छा होइन तर परमेश्वरको इच्छा खोज्ने हृदय राख्यौँ भने उहाँले स्वयं हाम्रो बाटो सिधा पार्नुहुन्छ। उहाँलाई महिमा दिने जीवन बाँच्दा हाम्रो बोली, चालचलन र व्यवहारले उहाँको नामको महिमा गर्छ। आजको दिन जुनसुकै परिस्थितिमा पनि परमेश्वरलाई पहिलो स्थान दियौँ, उहाँलाई सम्मान गरौँ, महिमा गरौँ र विश्वासका साथ अघि बढौँ। परमेश्वरको अनुग्रह र शान्ति तपाईमा सदा बनिरहोस्। तपाईको दिन प्रेम, शान्ति र आशिषले भरिएको होस्। जय मसीह।